यो पहिला पहिला हामीलाई घुसखोरी ब्राइबरी भन्दाखेरि यो सामान्य मालपोतमा जाँदा सरकारी अड्डाहरूमा जाँदा 500,000 रुपियाँको घुसको सम्झना आउँथ्यो भ्रष्टाचारमा। अहिले एक सासमै अरबको चाहिँ घुसमा यिनीहरू लागेका छन्, नीतिगत भ्रष्टाचारमा गएका छन्। आम जनताले त भ्याउनै पाउँदैनन्। अलिअलि खोतरेर लेखिदिनु पर्ने पत्रकारिता जगत पनि अलिकति निधाएको, अलिकति मूर्छित अवस्थामा छ। र अहिले नियामकीय संस्थाहरूबाट बीमा सेक्टरलाई नियमन गर्नुपर्ने बीमा प्राधिकरण, स्टक मार्केटलाई नियमन गर्नुपर्ने सेबोन, हवाई क्षेत्रलाई नियमन गर्नुपर्ने सिभिल एभिएसन अथोरिटी, टेलिकम सेक्टरलाई नियमन गर्नुपर्ने नेपाल टेलिकम अथोरिटी, यस्ता यस्ता निकायहरू मार्फत टप नियुक्तिहरू पनि बेच्ने करोडौँमा र त्यहाँ पुगेर अरबका नीतिगत भ्रष्टाचारहरू गर्ने र जोगिने भ्रष्टाचार यहाँ गर्ने। सुर्खेतका सांसद हृदयराम थामीले भन्दै हुनुहुन्थ्यो, ए बा हामी पनि दुखै गरेर आऊ, जेलनेल गरेर आऊ। अहिले त हाम्रै नेताहरू भ्रष्टाचार जति नेपालभित्र गर्ने, रकम डिपोजिट चाहिँ सिङ्गापुर र दुबईमा गर्ने। 5 दिन अगाडि म अस्ट्रेलियामा थिएँ। अस्ट्रेलियाको घर जग्गा व्यवसायमा सबभन्दा धेरै लगानी गर्ने 7औं वरियतामा नेपालीहरू छ। कहाँबाट आयो पैसा? जम्मै सिङ्गापुर र दुबईमा पार्क गरिएका रकम अस्ट्रेलियाको रियल इस्टेटमा यिनीहरूले लगानी गरिरहेका छन्। अब यो खोतल्ने कि नखोतल्ने स्विस ब्याङ्कका रकमहरू, यो अवैध भ्रष्टाचार देशलाई तन्नम हरिकङ्गाल बनाएर आफ्ना छोरा नाति पोस्ने खालको राजनीतिलाई हामीले भङ्ग गर्नै पर्छ। अझै पनि म त काङ्ग्रेस, 3 पुस्ते काङ्ग्रेस, कालो काङ्ग्रेस, म त जमानादेखि मुड्की बजारेर एमाले भएको मदन भण्डारी, मनमोहन अधिकारी उहाँहरू जतिको भइरहेको भए त ठिक हुन्थ्यो, हामी पनि हुन्थ्यौँ होला, काङ्ग्रेस एमाले नै निर्बन्ध थियो। तर आज बिपी कोइरालाको काङ्ग्रेस रहेन, आज मनमोहन अधिकारी वा मदन भण्डारीको एमाले रहेन। त्यसैले हामीले अब यो सबैमा त्यही भएर हामीले यो संस्कार नै अन्य पेसामा नाम दाम प्रतिष्ठा कमाएका पात्रहरूलाई राजनीतिमा लिएर आउँ, फराकिलो मैदान प्रदान गरौँ, अब्बल मान्छेहरूलाई लिएर आउँ, काम गर्ने अवसर दियौँ। 2 कार्यकाल 3 कार्यकाल उहाँहरूले गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुहुन्छ। स्वच्छ राजनीति गर्नका लागि अब सङ्ख्या भयो भने हामीले संविधान पनि परिवर्तन गर्नुपर्नेछ, यी संस्थागत व्यतिथिहरूलाई पनि हामीले सच्याउनु पर्नेछ र सामान्य बहुमत आयो भने पनि दर्जनौं ऐनहरू खारेज गरेर नयाँ नयाँ ऐनहरू लिएर आएर यहाँ यो देशमा गरी खाने वातावरण बनाउनको लागि डिजिटलाइजेसनदेखि लिएर नयाँ अर्थतन्त्रका स्वच्छ ऊर्जाको चाहिँ क्षेत्र छ। त्यसपछि हामीले चाहिँ पर्यटनको बहुआयामिक त्यसको उपयोग गरेकै छैनौँ, खोस्रेका पनि छैनौँ। हरित औद्योगिकरण यहाँ बोर्डर एरियामा अझै पनि सम्भावना छ। श्रम र स्वच्छ ऊर्जाको दरमा यो क्षेत्रीय उत्पादन सञ्जालहरूसँग गाँसिएर अर्को 1-2 पुस्ता हामीले त्यो हरित औद्योगिकरणमा ठुलो सम्भावना छ। रूपन्देही जस्ता जिल्ला, पर्सा जस्ता जिल्ला, मोरङ जस्ता जिल्ला, बाँके बर्दियाले पनि त्यसमा ठुलो फड्को मार्न सक्ने सम्भावना छ। र युवाहरूलाई नेपालमै अड्याएर यहीँ बसी दुनियाँको गिग इकोनोमीमा आबद्ध भएर सम्मानजनक आम्दानी गर्नको लागि डिजिटलाइजेसन अहिलेको नयाँ प्रविधिमा, सूचना प्रविधिमा ठुलो फड्को मार्नुपर्नेछ। यो सबै गर्नका लागि के नीतिहरू परिवर्तन गर्नु पर्यो, के संस्थाहरू खारेज गर्ने हो, के नयाँ ल्याउने हो र विक्रम सम्वत 2100 अर्को 18 वर्षभित्र नेपाललाई कहाँ पुर्याउने हो भन्ने भिजन सहित हामीले बाचापत्र तयार गर्दैछौँ। त्यो बाचापत्र लिएर आएर अनि फागुन 21 निर्वाचनमा हामी घुमिँदैछौँ। तर त्यो सँगसँगै 18 वर्षपछिको कुरा गर्छन् बा यिनीहरू, जहिले पनि सिङ्गापुर स्विजरल्यान्डको कुरा गर्थे पुराना नेताहरू पनि नभन्नुहोस् भनेर हामी सत्तामा आएको 5 दिनभित्र गर्ने 50 वटा निर्णय जस्ता पनि हामी जनतालाई पस्कनेछौँ। त्यसैले यो आफूल छन् जनता, यसमा चाहिँ हामीले धेरै कुराहरू गर्नुपर्नेछ। त्यसैले यो राजनीतिक कब्जा, यो कुसंस्कारलाई चिरेर सुसंस्कारयुक्त राजनीतिक शैली है। र मैले धेरै ठाउँमा यो ओदानको बिम्ब प्रयोग गर्ने गरेको छु। राजनीतिक दलका 3टा खुट्टा हुन्छन्, एउटा नीति, विचार, सिद्धान्त। के गर्ने हो, राजनीति नै केका लागि हो, भोलि कुर्सीमा बसेको भोलिपल्ट के गर्ने हो भन्ने कुरामा अलिकति स्पष्टता हुनुपर्छ। दोस्रो खुट्टा भनेको हाम्रो नेतृत्व र सङ्गठन। यसैमा हो हामीले जोड्ने राम्रा पात्रहरूलाई र सङ्गठनको नाममा धेरै भद्दा सङ्गठन पनि हामीले बनाउनु हुन्न भन्ने निष्कर्ष रासोपाको छ। अब अलिअलि सङ्गठन चाहिँ चाहिने रहेछ। जनताले उर्लेर मत दिने, त्यो मत रुङ्नको लागि, जोगाउनको लागि पनि हाम्रो टोलमा उपस्थिति भएन भने पुरानाले त पुरानै शैली अपनाउँछ। त्यसैले पनि एउटा छरितो खालको देशव्यापी सञ्जाल हामीले बनाउँदैछौँ। त्यसैले यो साङ्गठनिक उपस्थितिले जनताका कुराहरू सुन्ने, सुनाउने, बुझाउने र त्यो आशाको धरोहर चाहिँ बन्ने, त्यो अभ्यासमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढेको छ। र तेस्रो उदानको तेस्रो खुट्टा भनेको चाहिँ यो अलिकति संस्कार,
पार्टीको चरित्र सँगसँगै हामीले गर्ने नियमित आन्दोलन र अभियानहरू जसले जनतालाई नियमित रूपमा हामीलाई जोडिराख्छ। दलहरूले जसरी राज्यका प्रत्येक अङ्ग प्रत्यङ्गमा चाहिँ दलीयकरण गरे, सिन्डिकेट गरे र एउटा दल वा नेता वा त्यो नेताले सम्हालेको गुटको दौराको फेर नसमाउने हो भने यो देशमा न्याय पनि नपाइने भयो, सामान्य वडाबाट एउटा सिफारिस पनि नपाइने भयो, खानेपानी बिजुली जस्ता आधारभूत सेवा प्रवाहका कुराहरू पनि हामी वञ्चित हुन पर्ने भयो। त्यसैले यो डिग्निटी आत्मसम्मान नै गुमाउने खालको राजनीति लोकतन्त्र भनेका छन्, व्यवस्था परिवर्तन भनेका छन्, तर आम नागरिक आम जनताको तहमा त्यसले त्यो आत्मसम्मान दिन सकेको छैन, त्यो डिग्निटी दिन सकेको छैन। अब रोजगारी इत्यादिका सम्मानजनक आम्दानीका अवसरहरूको लागि त विदेश नै जानुपर्ने अवस्था छ। त्यसैले यसलाई परिवर्तन गरौँ, हाम्रै जीवनकालमा देखिने परिवर्तन गरौँ भनेर हाम्रो पार्टीका संस्थापक सभापति रवि लामिछानेजीले ठुलो जोखिम र आँट मोड्नुभयो र एउटा फराकिलो मैदान ल्याइदिनु भयो जहाँ हामीहरू जस्ता पात्रहरू पनि जोडिएका छौँ।